हातमा सिप र दिमागमा आइडिया भए पनि हजुरलाई सक्सेसफुल हुनबाट कसैले पनि रोक्न सक्दैन। व्यक्तिगत जीवनमा पनि हजुरको बिजनेस व्यवसायमा पनि सक्सेसफुल हुनबाट कसैले पनि रोक्न सक्दैन। अब त्यो भन्दै गरेको खण्डमा मैले हातमा सिप भने, तर हाम्रो सिस्टममा यस्तो गरेर फर्मेट बनाएको छ कि जुन हातमा सिप पनि हुनु पर्दैन, औँलाको भरले औँलामा सिप भएको हुन्छ क्या, त्यसको भरले नै हजुरले घरमा धेरैभन्दा धेरै इन्कम ल्याउन सक्नुहुनेछ। त्यसरी बनाएको छ लेगसी बिल्डर्स प्रोग्राममा। अब त्यो भन्दै गरेको खण्डमा अब कसरी चाहिँ भन्ने क्वेसन आइरहेको होला। न यो प्रोग्राममा हजुर सामेल हुनको लागि न यसमा धेरै ठुल्ठुलो कुरा रिक्वायरमेन्ट छ, केही पनि कुरा रिक्वायरमेन्ट छैन। बेसिक नलेज, बेसिक आइडिया, बेसिक एजुकेसन भए पुग्छ। अब यसरी भनिरहेको खण्डमा, किनभने म मेरै इक्जाम्पल लिन्छु। मेरो न हाई डिग्री छ, न मेरो ठुल्ठुलो बिजनेस ओपन गर्ने निर्माण गर्ने इन्कमै छ, पैसा नै थियो होइन। न मैले चाहिँ मेरो चाहिँ कुनै टेक्नोलोजीको सिपै थाहा थियो, मलाई यस्तो केही पनि थाहा थिएन नि त। अब यसरी हुन्छ नि, एउटा औँलाको भरले नै घरमा बसेर चाहिँ इन्कम ल्याउन सक्ने रहेछौँ भनेर अहिले बल्ल मैले लेगसी बिल्डर्स प्रोग्राममा सामेल भएर मलाई अहिले बल्ल थाहा भएको छ। त्यही भएर थाहा भएको कारणले गर्दा नै हजुरहरूलाई मैले इन्फर्मेसन दिन चाहेको हो यो भिडियोको मार्फत। अब हजुरहरूको पनि अब यस्तै हुन्छ नि, हजुरहरूलाई चाहिँ बिजनेस निर्माण गर्न मन लागिरहेको छ, बिजनेसको बारेमा बी पनि थाहा छैन, आइडिया केही छैन, टेक्नोलोजीको नलेज छैन, इन्भेस्ट गर्ने पैसा पनि छैन भने यो यस्तो प्लेटफर्म चुज गर्नुहोस् कि जुन तपाईँले इन्भेस्ट धेरै गर्न नपरोस्, जुन तपाईँलाई हुन्छ नि धेरै डिग्री भएको रिक्वायरमेन्ट नहोस्, जुन तपाईँको लाइफ टाइमसम्म चाहिँ तपाईँको बिजनेस तपाईँले नै तपाईँकै भइरहोस् लाइफ टाइमसम्म होइन। जुन बिजनेस घरैमा बसेर पनि निर्माण गर्न सकौँ, घरैमा बसेर पनि ट्रेनिङ लिएर हुन्छ नि, स्टेप बाई स्टेप यो ट्रेनिङ लिनको लागि धेरै दिन पनि लाग्दैन। हजुरसँग पहिल्यै टेक्नोलोजीको स्किल छ भने त 3-4 दिनमा हजुरले सक्नुहुनेछ, डिपेन्ड हजुरमा हो। अब यस्तो भन्दै गरेको खण्डमा चाहिँ अब मेरो साथीहरू त आत्तिनुहुन्छ होला नि त, धेरै लामो समय लाग्ने हो कि हामीले हुन्छ नि त्यो चाहिँ प्राप्त गर्न नसक्ने हो कि भने नठान्नुहोस्। हजुरकै टाइममा हजुरले स्टेप बाई स्टेप ट्रेनिङ लिन सक्नुहुनेछ, त्यो पनि इजी वेबाट, एकदम कम्फोर्टेबल वेबाट, एकदम बुझ्ने गरेर, यसरी अनलाइनबाट होइन। यो यसबाट यो हजुरले स्किल प्राप्त गर्न सक्नुहुनेछ कि यस्तो सिप प्राप्त गर्न सक्नुहुनेछ कि हजुरलाई इमेल लिस्टको बारेमा जानकारी हुनेछ, अटोमेसन सिस्टमको बारेमा जानकारी हुनेछ, टुलहरूको बारेमा जानकारी हुनेछ, यी सबै चिजको बारेमा हजुरले जानकारी पाउन सक्नुहुनेछ। त्यही कारणले मैले भनिआएको छु, हाम्रो यो सिस्टममा चाहिँ यस्तो गरेर तयार पारिएको छ जो कसैले पनि सजिलैसँग हासिल गरेर घरैमा बसेर इन्कम ल्याउन सक्छन्। त्यस्तो एउटा सिप हजुरलाई प्रदान गरे प्रदान गराइनेछ कि, त्यो भन्न खोजेको है। बोलिरहँदाखेरि चाहिँ होइन, कहिलेकाहीँ यस्तो के बोल्न खोजेको त्यो बोली नआइकन अरू आउँछ कि। अब मैले यो भनिरहेको छु नि, यो पनि मैले कुनै स्क्रिप्ट लेखेर पढेर भनेको होइन है, मैले एक्सपिरियन्स गरेर मात्र भनिरहेको छु। जुन पनि भिडियो तपाईँले हेर्नुहुनेछ त्यो मेरो न स्क्रिप्ट चाहिँ लेखेर पढेर भनेको, न मैले चाहिँ होइन दिमागमा सोचेर भनेको, मैले एक्सपिरियन्स गरेको आधारमा सबै कुरा भनेको हो। किनभने मैले त्यो एक्सपिरियन्स गरिसकेँ लेगसी बिल्डर्स प्रोग्रामसँग सामेल भएर चाहिँ होइन। अब अर्काको बिजनेसलाई त धनी बनाउनु परेन, अब मैले पनि त केही गर्न सक्दो रहेछु नि भन्ने कुराको पनि मलाई ज्ञान भयो कि सानो इन्भेस्ट गरेर नै होइन मैले आफ्नो बिजनेस निर्माण गर्न सक्दो रहेछु नि, त्यो पनि फेरि लाइफ टाइमसम्मको लागि कि यस्तो प्लेटफर्म चुज गर्नुपर्छ भन्न खोजेको। हजुरहरू धेरैभन्दा धेरै जानकारी चाहनुहुन्छ भने हजुरहरू रिभ्यूहरू पढ्न सक्नुहुनेछ। मेरो वेबसाइटमा गएर चाहिँ भिजिट गरेर त्यहाँबाट पनि हुन्छ नि फ्री वेबिनारहरूको इन्भिटेसन पाउन सक्नुहुनेछ। अरू लेगसी बिल्डर्स प्रोग्राम भनेको के हो, कति प्रकारको छ भन्ने कुराको पनि हजुरले जानकारी पाउन सक्नुहुनेछ। यसको लागि हजुरले कुनै पनि पे गर्नु पर्दैन है त।
साँच्चै नै स्टेप लिने हो भने चाहिँ सानो पैसा इन्भेस्ट गरेर चाहिँ हजुरले सजिलैसँग यो सिकेर होइन व्यक्तिगत जीवनमा र बिजनेस व्यवसायमा सफल हुन सक्नुहुनेछ। यो 100% ग्यारेन्टी हो। यो एउटा सक्सेसफुल भइसकेको बिजनेस हो। यो सक्सेसफुल भइसक्यो, यो चाहिँ भन्नुको मतलब लिगली प्रुभन भइसकेको बिजनेस हो। थ्याङ्क यू सो मच।